साथीहरू अरूको कुरा सुनेर नि प्रोफाइललाई यताउता चलाउने काम चाहिँ नगर्नुपर्ने रहेछ है। एकजनाले भन्नुभयो कि तपाईँको प्रोफाइल चाहिँ पब्लिक छ कि फ्रेन्ड छ, फ्रेन्ड्समा छ भनेर भन्नुभयो। अनि पब्लिक छ भने चाहिँ त्यसलाई फ्रेन्डमा गर्नुहोस्, छिट्टो फलोवर्स बढ्छ, जति पनि फ्रेन्ड रिक्वेस्टहरू आएको छ सबै फलोमा कन्भर्ट हुन्छ भनेर भने। होला त नि भनेर मैले पनि फ्रेन्डमा पब्लिस गरेँ होइन, के अरे पब्लिकमा थियो फ्रेन्डमा गरेँ। भरे त आइकन फ्रेन्डमा गरेको अब मैले यादै गरिनँ, धेरै दिन याद नगरेर हिजो हेर्छु त ला फेसबुकले त मेरो अर्निङै रोकिदिएछ। खुल्दै खुलेको छैन, मोनेटाइजेसन ग्रिन हुनुपर्ने त्यो येल्लो भइराखेको छ, पहेँलो दागी लागिरहेको छ। त्यस्तो हुँदो रहेछ। अरूको कुरा चाहिँ नसुन्नुपर्ने रहेछ है साथीहरू। त्यसले गर्दा आफू होसियारले काम गर्ने, अरूको कुरा पटक्कै नसुन्ने, आफूले जे सेटअप गरेको छ त्यसैमा काम गरिरहने। एक दिन अवश्य हुन्छ, मेरो पनि भइरहेको थियो, तर अरूको कुरा सुन्ने भएर अहिले 3 दिनदेखि मेरो अर्निङ रोकिदिएको छ र त्यस्तो छ। अरूको कुरा नसुन्नु होला है। थ्याङ्क यू सो मच।